हैन आजको व्यापार पनि के खालको व्यापार यार मासु नै बिक्री हुँदैन त ओ यो यसले मासु लान्छ कि के हो दोकानमै अगाडि राखिदिएको गाडी पनि ओ के गरेको मेरो दोकान अगाडि गाडी राखेर सब्जी किनेर आइहाल्छु एकछिन होस् न ओ हटाएर कहीँ राख्ने ठाउँ छैन के चाहिँ भन्नु त्यो मेरो प्रब्लम होइन त्यो तिम्रै प्रब्लम गाडी मेरो दोकानबाट हटाइहाल है यहाँ पनि नराखेर यहाँ पनि एकछिन बाटोमा राखेको छु यहाँ बाटोमा मेरो दोकान अगाडि राखेको छु मैले चौरीमा तका काटिदिन्छु अहिले म टार सर काट्दिउ अनि मैले दोकान अगाडि राखेको त बाटोमा लिएर जा सब्जी किनेर आइहाल्छु मेरो विषय कुरा नि अगाडि लिएर जा न काटिदिन्छु म त फेरि हैन म जान्छु लिएर गइहाल दोकान अगाडि व्यापारको टाइममा दोकान अगाडि राख्दै हुन्छ गाडी एकछिन राख्दा के हुन्छ हटाइहाल राख्ने ठाउँ छैन गाडी अनि एकछिन राख्दा हुन्छ मलाई चौरीमा लगाएर राख्न यहाँ मेरो दोकान अगाडि राख्ने हो उ त्यहाँबाट सब्जी किनेर आइहाल्छु त हुँदैन हटाइहाल यहाँ मेरो कस्टमर कहाँबाट आउँछ अहिले फेरि गाडी माथिबाट आउँछ पर्खिनु म तपाईँलाई जानेको छु अहिले आउँदैछु कि मैले जानेको छु काटिदिन्छु फेरि टायर सार त्यही त के गर्नुहुन्छ थाहा पाइहाल्नुहुन्छ एकछिन राख्नु नपाए होइन एकछिनमा आउँदैछु लु हटार देखा त अब यो हटाऊ देखा न हटार नगरपालिका गाडी हो देखाउ न लु हटार देखाउनु लु हटाउँछ लु कसरी हटाउँछ हटार देखाउनु देखाउनु न कसरी हटाउँछ लु हालिदिन्छु नि फेरि नगरपालिकामा गाडी पो त्यस्तो हुँदैन गाडी हटाउनु पर्छ हट्दैन ल दोकान अगाडि राखेर ल हट्दैन ल यही बस लु देखा त हटार हटाइदिनु मेरो गाडी हो त्यसरी भन्नुपर्छ हटाइदिनु राम्रो मुखले भन्नुपर्छ ल ल जाऊ पुरा धम्की देखाउँछ दोकान अगाडि आएको गाडीहरू म हटाएर यहीँ बस्ने हो यहीँ बस्ने हट्दैन यहीँ बस्ने हामी नरिसाउनु न हो नरिसाउनु तपाईसँग एउटा गफ छ यहाँ आउनु त त्यहाँ किन आउनु कुनै पनि गाडी दोकान तपाईँहरूको जहाँसम्म छ त्यहाँसम्म त ठिकै छ त्यहाँबाट बाहिर जाँदैछ हटाइहाल्नु पर्ने कस्तो लाग्यो मजा हो दाइ चाहिँ होइन कि तपाईँकोमा भाइ नि हो तर गाडी एकछिन पो राखिन्छ ल्याएर राखिदिएको अर्को गाडी ल्याएर यी मेरै दोकान अगाडि ए बाबा त्यो भनेको होइन कि एकछिन त राखिन्छ त्यसपछि त गइहाल्छ सागसब्जी किनिन्छ हिँडिहाल्नुहुन्छ तपाईँको दोकान अगाडि राख्नु पर्यो थियो मलाई बाटोमा ठाउँ भएर पो राखेको ठिकै छ त गल्ती भयो ल